हेलो उषा, हेलो। अब भनौँ कस्तो भइरहेछ त अहिले? कस्तो चलिरहेछ? राम्रै भइरहेछ, ट्रेनिङहरू पनि राम्रो भइरहेछ, नयाँ कोच आउनु भएको छ, धेरै कुराहरू नयाँ नयाँ सिक्ने मौका पाएको छ, धेरै राम्रो भइरहेछ। अब नेपालको 100 गेम पनि छ होइन, हजुरहरूसँग इतिहास रच्ने मौका पनि छ एसियन कप गएर होइन, यो मौकालाई कसरी लिनुभएको छ हजुरले? अब हाम्रो लाओसँगको म्याचमा हाम्रो 100 क्याप छ। अब यत्रो 100 क्याप खेल्दाखेरि अब अहिलेसम्म नेपालले ट्रफी उचालेको छैन। अब यो चोटि चाहिँ पक्कै पनि अब हामीले यो ग्रुप स्टेज जितेर क्वाली चाहिँ भएर चाहिँ पक्कै फर्किनेछौँ जस्तो लागिरहेछ। किनभने धेरै कुराहरू ट्याक्टिक कुराहरू कोचले खेलाउनु भएको छ, त्यसै गरी सबै टिमले मेहनत पनि त्यस्तै गर्नु भएको छ। एकदम रमाइलो लागिरहेछ। अनि यो भनौँ न हजुरको नयाँ कोचसँगको एक्सपिरियन्स कस्तो भइरहेछ? नयाँ कोचसँग अब कति कुराहरू अब कोचले नयाँ नयाँ अब हामीलाई पनि किपरदेखि लगेर स्ट्राइकरसम्म सबै कुराहरू अब हामीलाई कतिपय कुराहरू थाहा थिएन, त्यो हामीले नयाँ नयाँ कुराहरू कोचबाट सिक्ने मौका पायौँ। कोचले हामीलाई पनि धेरै हेल्पफुल गर्नु भएको छ। थ्याङ्क यू।